हुडी बतास भएर ऊ आउँदैछ भने जनताले बुझौँ न पात पतिङ्गार भएर एकै जग्गा भोट हालौँ के। खिचडी बनायौँ भने त्यहाँ त सबै देखिहालिएको त्यो सदनमा त कुर्सी हान भयो, किनभने मन नपरेको मान्छेसँग सङ्गठन भएर काम गर्नुपर्ने यत्रको देशको डेभलपमेन्ट हुन्छ। हर्क साम्पाङ राजनीतिको लागि चाहिँ अवतार लिएर नै भगवानले पठाएको जस्तो मलाई चाहिँ अनुभव छ, त्यस्तो महसुस छ। र कुनै न कुनै एक दिन हर्क साम्पाङ यो देशमा प्रधानमन्त्री हुन्छै हुन्छ। पछिल्लो समयमा स्वर्णिम वाग्लेले बोलेको कुरा, राजसपाको स्वर्णिम वाग्ले जसले जो सांसद पनि छ मन्त्री पनि भइसकेको व्यक्ति हो, उहाँले चाहिँ भारतसँग संवाद गरेको चाहिँ जुन अडियो सार्वजनिक हुनु सँगसँगै पछिल्लो समयमा भारतीय एक मिडियाले भनेका छ तराईको भूभागहरू बिहारीकरण गर्ने, बिहारसँग गाभ्ने र अर्को चाहिँ तपाईँको यता सिक्किमसँग यता पूर्वपट्टिको भागहरूलाई चाहिँ सिक्किमीकरण गर्ने भन्ने खालको एउटा सहमति गरेर आएको छ आन्तरिक रूपमा भन्ने एउटा लिक भएको छ त्यस्तो कुरा। अब यस्तो यो नवलपरासी, नुवाकोट, चितवन भयो, के भन्छ नवलपरासी नै 4-5वटा दाङ भयो। अब यहाँ काठमाडौँ, कास्की, लमजुङ, तनहुँ। अब हर्क साम्पाङले त यो ठाउँमा भएको उत्पादनहरू म गरेर अब यो जनताको करबाट लिएको पैसा त जनताकै घर दैलोमा पुग्नुपर्छ। मैले एक पैसा खानु हुँदैन। अनि अर्को कुरो उत्पादन गर्नुपर्छ। यहाँ हाम्रोमा सुन खाने, नुन खाने, फलाम खाने, तामा खाने। म त हर्क साम्पाङजीले जित्यो भने सबसे पहिला त हर खानीको त्यो फलाम अस्ति मैले जो लिएर देखाएँ यहाँ हो, त्यो फलाम हर खानीकै निकाल्ने। मभन्दा बुढो मान्छेहरू खोज्छु अझै कि कसरी निकाल्थ्यो फलाम, अनि त्यहाँ पछाडि कसरी गरिन्थ्यो। अब त्यो हरखानी यस्तो चिज छ। मेरो राखा बाङदेल ऐसेल खोर्का यसरी मेरो माउली गाउँ जाँदा उकालो जानुपर्छ हरखानी, माथि फेरि यसरी फेरि तल मेरो माउली गाउँ दिप्सुङमा तल झर्दा त यसरी झर्नुपर्छ। यो डाँडाको सबै नै फलाम निकाल्यो भने त राखा बाङदेल र दिप्सुङ त यस्तो ट्यार्छौँ हुने भयो, मैदान हुने भयो। अनि त्यो त्यहाँको फाल्टो माटोहरू लिएर कतै हाम्रो उबर खाबर जमिनमा हाल्नुपर्छ। त्यो काम चाहिँ गर्नु पाए म शान्तिले मर्न पाउँथेँ जस्तो मलाई लागेको छ। यस्तो त हाम्रोमा त 5वटा खानी छ, त्यहाँ दिप्सुङमा पनि रहेछ। अब तामा खानी नै अब दिप्सुङमा पनि छ, उता वागुआप्सामा त छनै छ, भोजपुरको मजुवागढी माथि त अब पुरानो मभन्दा बुढो मान्छे मर्नु आँटिसक्यो क्या। त्यो सोध्नुपर्छ, खोज्नुपर्छ, निकाल्नु। यो काम कसले गर्नु सक्छ? हर्क साम्पाङले गर्छ, मात्रै हर्क साम्पाङले गर्छ मलाई लाग्यो। नमस्कार दर्शकवृन्द, म हुँ कुशल किराँती। यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। चुनाव विशेष गरी यति बेला चुनाव विशेषमा नेपाल विषम परिस्थितिमा छ। अहिले देशमा चुनावी तयारी भइरहेको छ। सुरक्षा समितिले विशेष तयारी गरेको छ। आर्मीहरूले चाहिँ आफ्नै क्याम्पभित्र अथवा फिल्डमा एक खालको कसरी सुरक्षा व्यवस्था गर्ने भनेर विभिन्न किसिमको एउटा रिहर्सलहरू भइरहेको छ, तालिमहरू भइरहेको छ, हामीले देखिरहेका छौँ। र निकै कडाइका साथ यसपाल निर्वाचन सम्पन्न हुनेवाला छ। र जे हुन्छ शान्तिपूर्ण होस्, राम्रो होस्, देशमा अमैन चैन होस् भन्ने नै हामी सबैको अपेक्षा, हाम्रो सबैको कामना छ। र आज हामी विशेष चुनाव विशेषकै सम्बन्धमा कुराकानी गर्न गइरहेका छौँ। हामीले विगत पनि कुराकानी गरिरहेका छौँ दाइसँग निरन्तर। र उहाँ हुनुहुन्छ श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य, भूतपूर्व आर्मी मेजर हुनुहुन्छ। उहाँसँग हामी चाहिँ आज श्रम संस्कृति पार्टी लगायत यावत राजनीतिक विषयवस्तुमै कुराकानी गर्नेछौँ। दाजु यहाँलाई स्वागत छ। हजुर, स्वागत छ यहाँलाई। हजुर, सन्चै हुनुहुन्छ? हजुर, ठिकै छ। हजुर, के भइरहेछ तपाईँको यो श्रम संस्कृति पार्टी र श्रम संस्कृति पार्टीको उम्मेदवारहरू अनि माटो चुनाव चिन्हको अहिले जनमासमा कस्तो किसिमको प्रभाव परिरहेको छ? अब हामीले भोट माग्दै गरेको आज 10-11 दिन भयो र कन्टिन्युली। र अब हाम्रो क्षेत्र नम्बर कको क्षेत्र नम्बर 2 सुनसरी जिल्ला, अब जसमा 30वटा वडा डुलिँदैछ। यो माहौलमा अब सबैले एकदम भोट चाहिँ
डरलाग्दो तरिकाले मागिँदैछ, सबैले आफ्नो आफ्नो पार्टीहरू लागिरहेछ। के भन्छ जनताले, के भन्छ माटोको सम्बन्धमा र श्रम संस्कृति पार्टीको बारेमा कस्तो किसिमको समर्थन छ या विरोध छ या अब जनताले गुनासो के छ? कुनै कुनै ठाउँमा अलिकति नबुझे जस्तो लाग्यो मलाई यतिखेर। अब अस्ति पनि मैले भने अब हामी यो सही तरिकाले हो भने त अबको 2 वर्षमा चुनाव हुनुपर्ने हो। यो हाम्रो देशको यो राजनीति असफल भए पछाडि हामीले यो आज मध्यवर्ती चुनाव, प्रतिनिधि सभाको चुनाव हुँदैछ। अब यसमा कति मान्छेले अब कसै दिदीहरूले त कुन चाहिँ पार्टीले के गर्छ रे, केही गर्दैन। मलाई त लाग्छ कति मान्छे त भोट पनि लाउन जाँदैन कि जस्तो पनि महसुस हुन्छ। भने अब मलाई भन्नुपर्ने कुरा चाहिँ म आज के भन्न चाहन्छु भने मिडियाद्वारा कि यो हर्क साम्पाङ राजनीतिको लागि चाहिँ अवतार लिएर नै भगवानले पठाएको जस्तो मलाई चाहिँ अनुभव छ, त्यस्तो महसुस छ। र कुनै न कुनै एक दिन हर्क साम्पाङ यो देशमा प्रधानमन्त्री हुन्छ। तर के कुरालाई त्यस्तो तपाईभित्र एउटा आत्मविश्वास उनीको हर शब्द र हर उसमा ऊ भगवानको रूप लिएर बोले जस्तो पनि मलाई महसुस हुन्छ। किनभने कसैले आफ्नो नेतालाई कसै न कसैले त सर्काउँछ नै। म कुनै पार्टीमा डुली हिँड्ने मान्छे पनि थिइनँ। यो उमेरमा उनीसँग होमिनु भनेको केही कुरा बुझे। हर्क साम्पाङलाई यो देशको हितको लागि र यो देशको खाका कोर्नुको लागि यतिखेर त हर्क साम्पाङ कुनै पनि लिडरले खाका कोर्नुको जानुपर्ने छ। किनभने हाम्रो देश को राजनीति असफल भएको छ। आम जनताले बुझ्ने भाषामा भन्नुस् न कि यो देशलाई बचाउनकै लागि हर्क साम्पाङ जन्मेको युग पुरुष हो। हर्क साम्पाङ मार्फत मात्रै यो देशको हित हुन सक्छ र देश जोगिन्छ। के भन्छ खाका कोर्नु सक्ने मान्छे चाहिँ उनीलाई सम्झिनुपर्छ। त्यो हिसाबले चाहिँ हर्क साम्पाङलाई अब म त यसरी पनि भन्न चाहन्छु, कति 109 जग्गाबाट उठेको छ। त्यसमध्येमा सबैले उहाँलाई क्यान्डिडेट कुनै पनि प्रकारको होस् तर हर्क साम्पाङलाई सम्झेर भोट हालिदिउन्। देशको खाका कोर्नुपर्ने छ। यहाँ म भूपू सपरिवारहरू साथीहरूलाई पनि भन्छु, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म 128वटा भूपू सङ्गठन हामीले सङ्गठित गरेको छ। यो भूपू महासङ्घ 128वटा सङ्गठन 77 जिल्लामा भूपू सपरिवारहरू छ। अध्यक्ष, उपाध्यक्ष, सचिवहरूको यहाँ मेरोमा सबै टेलिफोन नम्बरहरू छ। नाम पढेर सुनाउनुहोस्। प्रत्येक जिल्लाको छ नेम लिस्ट छ। नेम लिस्ट बिल्कुल पढेर सुनाउनु। अब यहाँ त धेरै उ छ। अब सुनसरी जिल्लाको म छोडिदिन्छु होइन। ताप्लेजुङ भनौँ, पाँचथर, इलाम, त्यो इलाममा कति छ, झापा कति, धनकुटा, तेह्रथुम, भोजपुर। अब यहाँ यो सुनसरी मोरङ भयो। 8-10वटा संस्थाहरू त धेरै छ। यो अब धनको यहाँ अब यस्तो यो नवलपरासी, नुवाकोट, चितवन भयो। के भन्छ नवलपरासी नै 4-5वटा, दाङ भयो। अब यहाँ काठमाडौँ, कास्की, लमजुङ, तनहुँ। अब यहाँ साबहरूको सबै तनहुँ, म्याग्दी भयो, बागलुङ भयो, बागलुङ, पर्वत, कास्की। यो सङ्गठन अलग अलग सङ्गठन छ। कोही युनाइटेड छ, कोही अब यहाँ थुप्रो छ। यहाँ 77 जिल्लाको भूपू सपरिवारहरू सपरिवारमा आउनु भएको छ। यो एकदम पक्का हो। हामीले यो कुरा माने अगर कुनै ठाउँबाट उठेन भने पनि माटोमा समानुपातिक प्रणाली अन्तर्गत दिन सकिन्छ। देशैभरिबाट कम्तीमा समानुपातिकमा दियो भने तपाईहरुको राम्रो एउटा भनौँ न स्थान हैन कायम हुन्छ अथवा एउटा शक्तिमा परिणत हुन्छ, जसले गर्दा तपाईहरुले चाहे जस्तो खाका लेख्न सक्नुहुन्छ। ताकि हर्क साम्पाङले लेख्नु सकोस्, लेखोस् क्या। एउटा युग पुरुष, एउटा आध्यात्मिक शक्ति भएको र भगवानले खटाएर पठाएको यो देश नेपालको लागि हुडी बतास भएर
ऊ आउँदैछ भने जनताले बुझौँ न, पात पतिङ्गार भएर एकै जग्गा भोट हालौँ के। खिचडी बनायौँ भने त्यहाँ त सबै देखिहालिएको विश्वाद हुन्छ, विश्वाद हुन्छ, त्यो सदनमा कुर्सी हान भयो, किनभने मन नपरेको मान्छेसँग सङ्गठबद्ध काम गर्नुपर्ने यत्रको देशको डेभलपमेन्ट हुन्छ। त्यो भन्न चाहन्छु कि उहाँलाई एकपल्ट मौका दिनुहोस्। तपाईँ त एउटा इन्डियन आर्मी पनि हुनुहुन्छ, हुन त इन्डियाको नुन खाइराख्नु भएको छ। अब यो इन्डियाको विरुद्धमा बोलेको होइन, इन्डियाले नेपाललाई हेर्ने दृष्टिकोण, तपाईँ जति बेला पल्टनमा हुँदाखेरि त्यस्तो खालको त्यहाँ घाना घुने कुराहरू के कस्तो रणनीति बुझ्नुहुन्थ्यो र अहिले के भइरहेछ? भारतले निकै भारत लगायत साम्राज्यवादी र विस्तारवादीको निकै नेपालमा नजर छ, नेपाललाई चाहिँ आफ्नो हातमा आफ्नो पकडमा राख्न चाहन्छ भन्ने एउटा बाहिर आइरहेको छ न्युजहरू। अब यसमा कति कुरा गल्ती पनि छ। हिजो अस्ति नै भर्खर डिफेन्स एटेची एम्बासी काठमाडौँ साहबसँग हामी बसेर भला कुनै, किनभने भारत नेपाल मैत्री सङ्गठनले सदियौँबाट भारत नेपाल मैत्री हो र अब मलाई त लाग्छ त्यस्तो घडाइमा नहुनु पर्ने, तर के छ भने भारतले सकेसम्म नेपाललाई आफ्नो प्रान्त बनाउन चाहिरहेको छ भन्ने कुरा विश्लेषकहरूको भनाइ छ। र पछिल्लो समयमा सोनिङ वाग्लेले बोलेको कुरा, राजसपाको सोनिङ वाग्ले जो सांसद पनि छ, मन्त्री पनि भइसकेको व्यक्ति हो, उहाँले चाहिँ भारतसँग संवाद गरेको चाहिँ जुन अडियो सार्वजनिक हुनु सँगसँगै पछिल्लो समयमा भारतीय एक मिडियाले भनेका छ तराईको भूभागहरू बिहारीकरण गर्ने, बिहारसँग गाभ्ने र अर्को चाहिँ तपाईँको यता सिक्किमसँग यता पूर्वपट्टिको भागहरूलाई चाहिँ सिक्किमीकरण गर्ने भन्ने खालको एउटा सहमति गरेर आएको छ आन्तरिक रूपमा भन्ने एउटा लिक भएको छ। त्यस्तो कुरा अब यसो छ, त्यो मलाई त लाग्छ त्यसो गर्नु हुँदैन, किनभने कसैले त्यो प्लानिङ गर्छ भने त्यो गलत छ। किनभने त्यो गर्नाले चाहिँ फेरि एउटा प्रकारको थर्ड वर्ल्ड वार हुने खतरा हुन्छ। अरू हाम्रो त युएन आर्मीको सिद्धान्तले के भन्छ, देश गरिब भयो भने, भोकमारी भयो भने देश अरूको हातमा सुम्पेर भने जनतालाई सुखी राख्नुपर्छ, देशको विकास गर्नुपर्छ भन्छ कि देश जस्तोसुकै गरिब भयो भने देशलाई बचाउनुपर्छ? के भन्छ तपाईँको सिद्धान्तले? फ्याट भन्नुहोस् त। बिल्कुल, किनभने आफ्नो देशको आफ्नो आफ्नो स्वाभिमान हुन्छ, त्यसरी गर्नु हुँदैन। अब म चाहिँ के भन्न चाहन्छु भने हाम्रो देशको हितको, उहाँ भारत सरकारले त हामीलाई 32-31 वर्ष सुधार मेजर भइन्जेल त मलाई त कुटेर सिकाउनु भयो। व्हाट इज द लाइन अफ कन्ट्रोल, इन्टरनेसनल बाउन्ड्री, नो मेन्स लाइन। हामी त यत्रो सर्भिससम्म त त्यो त रातो दिन निगरानीमा गरेर बस्यौँ भने आफ्नो देशको के भन्छ जो जस्तो जस्तो अब भयो पहिला, अब नैनीताल, गढवाल, देहरादुन, बाक्सु यता सबै नेपालको थियो अरे। पहिला टिस्टा खोलामा हाम्रो पुर्खाले घुँडा धोयो अरे, कोनी के जति। अब त्यो कुरा छोडिदिउँ, त्यो इतिहास शुद्ध सत्यता पनि हो नि, इतिहास पनि हो नि त, किन होइन त। अब यो खालको तरिकाले त के हुन्छ, अन्तर्राष्ट्रिय सन्धि, अन्तर्राष्ट्रिय कानुनमा गयो त नेपालले मुद्दा लड्ने ठाउँ छ नि, त्यो गर्नु थाल्यो। उनीले त्यसो गर्नु थाल्यो भने फेरि यसले यसो गर्ला भने त्यसो पनि हुन्छ नि त। तर यदि देशको जनताहरू भोकले मर्दैछ, भोकले छटपटिँदैछ भने देश कमसेकम अमेरिकालाई जिम्मा दिएर, भारतलाई जिम्मा दिएर भने बचाउनुपर्छ जनतालाई भन्नेहरू पनि छन् नि त एक थरी। त्यसरी के भन्छ आर्मीको सिद्धान्तले? एकदम भन्नुहोस्, आर्मी भारत सरकारको नमक पानी मैले पनि खाँदैछु भने उहाँहरूले सिकाए अनुसार आफ्नो अधिकार, आफ्नो स्वाभिमानको लागि हामीले त्यस्तो गर्नु हुँदैन। हामी रिक्वेस्ट गर्छौँ। आर्मी प्रिन्सिपलले के भन्छ प्रश्न भनिदिनु न। नगर्नु भन्छ नि, त्यसरी देश बचा राखौँ भन्छ, त्यही भन्छ होइन आर्मी सिद्धान्त। हस्तक्षेप गर्नु हुँदैन। आफ्नो देशको देशद्रोही चाहिँ आफ्नै आमा बुवा दाजु भाइ जो होइन त्यसलाई गोली ठोक्नु भन्छ नि, होइन देशद्रोहीलाई। यसो छ त्यो आर्मीको सिद्धान्तले, त्यो सिद्धान्तले त्यो त्यसो भन्छ। अनि उहाँहरूले पनि हामीलाई त्यही सिकाएर यति ठुलो बनाएको हो। अब के भन्छ त्यो विषयमा चाहिँ त्यसरी नै म बोल्न चाहन्छु। सिकेको कुरा त बोल्ने हो, अरू फाल्टो उहाँको भारतको विरुद्ध बोल्ने होइन। भारत सरकारमा भएको उत्पादनहरू उहाँहरूले हामीलाई आफ्नो कान्छा भाइ सम्झेर गाइड गर्नुपर्छ। उहाँ अब भविष्यमा
हर्क साम्पाङको सरकार आएपछि म त त्यही भन्छु अब ल कसरी फलाम बताउँछ त निकाल्ने। हर्क साम्पाङले? भोलि गएर अमेरिका भारतले आफ्नो अनुकूल सरकार बनेन भने उसले जस्तोसुकै किसिमको तिगडम पनि गर्न सक्छ। भोलि नाकाबन्दी होला अथवा विविध कुराहरू चाहिँ यहाँ बन्द गरिदेलान् होइन अमेरिकाले भारतले। त्यस्तो स्थितिमा हर्क साम्पाङले के यो देशको जनतालाई बचाउन सक्छ तपाईँको नेताले? ल भन्नुहोस् त। यसो त अब इन्टरनेसनल अब अर्गनाइजेसन, युनाइटेड अर्गनाइजेसन जो हाम्रो युएनओ छ, त्यो मार्फत सबैको देशको हितको लागि कसैले त्यसो गर्नु मिल्दैन। अनि बरु भारतसँग, चाइनासँग, अमेरिकासँग सबैसँग मेलमिलाप गरेर यो देशको हितको लागि काम गर्नुपर्छ। कसैले ओभरल्याप, हामी त सक्दैनौँ पनि। हाम्रो विश्वमा शान्तिप्रिय देश भनेर घोषणा भएको देश नेपाल, त्यसरी कसैले रणभूमि बनाएर धुलो पिठो पारेर यो सानो देश भनेर त्यो गर्नु मिल्दैन पनि अनि गर्नु दिँदैन पनि। अन्तर्राष्ट्रिय कानुन अभिसन्धिहरूले त्यो गर्न दिँदैन। कुनै पनि देशको आफ्नो स्वाभिमान हुन्छ। हात्ती जत्रै देश शक्तिशाली भए पनि, भुसुना जत्रै देश कमजोर भए पनि त्यसलाई उसको अस्तित्व मेटाउन कसैले पनि पाउँदैन। छँदैछ, त्यो रुलिङमै छैन। अब एउटा कुरा भनिदिनुहोस्, भर्खरै हिजो अस्ति मात्रै हामीले पनि रिपोर्टिङ गऱ्यौँ, तपाईँहरूकै भूतपूर्व गोर्खाको एउटा कम्युनिटी, एउटा सङ्गठनका अध्यक्ष हुँ भन्ने कृष्ण राईले धरानमा सुन्नुभयो? हजुर। कृष्ण राई जो अध्यक्ष हुँ भन्नुहुन्छ, गेसोको अध्यक्ष हुँ म भनेर सम्पूर्ण भूपू आर्मीहरूको मत नेपाली कम्युनिस्ट पार्टी मनोजपट्टि छ। हर्क साम्पाङ ब्रह्म नपर्दा हुन्छ भनेर उहाँले त्यस्तो खालको अभिव्यक्ति दिनुभएको थियो। त्यस हुन त धरानको आर्मीहरूले त्यसको विरुद्धमा प्रेस विज्ञप्ति गरिसक्नुभयो। तपाईँको धारणा राख्नुहोस् न, त्यो के भनेको? त्यस्तो त्यो इन्डिभिजुअलको त्यो हरेक कोही एक मान्छे सबैको फेभर त हुँदैन। त्यो एक दुई मान्छेले त्यो नक्कली मान्छे भन्न चाहन्छु म। नक्कली अध्यक्ष नै हो। नक्कली अध्यक्षले त्यो भन्दैमा त्यो हुने कुरा पनि छैन। किनभने यो नक्कली अध्यक्षले भने अनुसारलाई एकछिनमा मानिलिउँ, नक्कली अध्यक्षले भन्यो, त्यो भनेकै आधारमा कति प्रतिशत गोर्खाहरू चाहिँ, गोर्खा जो रिटायरमेन्ट आर्मीहरू कति प्रतिशत चाहिँ होला त हर्कको विरुद्धमा? हर्काको विरुद्धमा अब अलिअलि 100मा कति? 100मा 12-13 जना। अब त्यो किन आजसम्म हर्क साम्पाङले सबै कुरा राम्रो काम गरिरहेछ भने त्यस्तो राम्रो काम गर्ने मान्छेलाई तपाईँ एउटा कुरा गरौँ, एउटा ठेकेदारले सस्तो पनि बनाइदिन्छ घर अनि बलियो पनि बनाइदिन्छ र त्यसले डिजाइनिङहरू पनि अरूभन्दा राम्रो बनाइदिन्छ भने अर्को ठेकेदारलाई त लाउँदैन घर बनाउनु, बरु पर्खेर उसैले। त्यही हिसाबले म के भन्न चाहन्छु भने हर्क साम्पाङलाई कसैले निचा नगरियोस्। हर्क साम्पाङ एउटा भगवानले खटाएर पठाएको यो 21वीं शताब्दीमा देशको लिड गर्ने एबल लिडर तिमी नै हो भनेर खटाएको व्यक्ति हो। भएर आएको छ, पातपदिङ्गार भएर 4 महिना न भयो उसले पार्टी खोलेको भने। पूर्व मेचीदेखि पश्चिम महाकाली यति सानो देशमा सबैले माटोमा भोट लगाएर एकपल्ट हेरौँ। म त भन्छु यो पालि 109 ठाउँबाट सबैले हर्क साम्पाङलाई सम्झेर हालौँ ताकि यो देशको हित हुने खाका कोर्नु सकोस्। यहाँको सुन खाने, नुन खाने, फलाम खाने, तामा खाने, उत्पादन गर्ने कुरा। अब जस्तो कुनै पार्टीहरूले कति हामी अब एमालेको सरकार अब भन्नै पर्दा दुनियाँभरको यो गर्ने अरे, यो सुविधा दिने अरे, त्यो सुविधा कहाँबाट ल्याउँछ पैसा? उत्पादनको त कुरै छैन। अब हर्क साम्पाङले त यो ठाउँमा भएको उत्पादनहरू म गरेर अब यो जनताको करबाट लिएको पैसा त जनताकै घर दैलोमा पुग्नुपर्छ। मैले एक पैसा खानु हुँदैन। अनि अर्को कुरो उत्पादन गर्नुपर्छ। यहाँ हाम्रोमा सुन खाने, नुन खाने, फलाम खाने, तामा खाने। म त हर्क साम्पाङजीले जित्यो भने सबसे पहिला त हर खानेको त्यो फलाम अस्ति मैले जो लिएर देखाएँ हो त्यो फलाम हर खानेकै निकाल्ने। मभन्दा बुढो मान्छेहरू खोज्छु अझै कि कसरी निकाल्थ्यो फलाम अनि त्यहाँ पछाडि कसरी गरिन्थ्यो
अब त्यो हरखानी यस्तो चिज छ, मेरो राखा बाङदेल ऐसेल गोर्खा कि यसरी मेरो माउली गाउँ जाँदा उकालो जानुपर्छ हरखानी माथि 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 फेरि यसरी फेरि तल मेरो माउली गाउँ दिप्सुङमा तल झर्दा त यसरी झर्नुपर्छ। यो डाँडाको सबै नै फलाम निकाल्यो भने त राखा बाङदेल र दिप्सुङ त यस्तो ट्यार्छौँ हुने भयो, मैदान हुने भयो। अनि त्यो त्यहाँको फाल्टो माटोहरू लिएर कतै हाम्रो उबर खाबर जमिनमा हाल्नुपर्छ। त्यो काम चाहिँ गर्नु पाए म शान्तिले मर्न पाउँथेँ जस्तो मलाई लागेको छ। यस्तो त हाम्रोमा त 5वटा खानी छ, त्यहाँ दिप्सुङमा पनि रहेछ, अब तामा खानी नै अब दिप्सुङमा पनि छ, उता वागुआप्सामा त छनै छ, भोजपुरको मजुवागढी माथि त अब पुरानो मभन्दा बुढो मान्छे मर्नु आँटिसक्यो क्या। त्यो सोध्नुपर्छ, खोज्नुपर्छ, निकाल्नु। यो काम कसले गर्नु सक्छ? हर्क साम्पाङले गर्छ मात्रै, हर्क साम्पाङले गर्छ मलाई लाग्यो त। अब यहाँ त सुन खानीहरू छ भने नेपालमा युरेनियमको त झन् के भइरहेछ। यो नेपालले त्यही कारण सबैले मन पराउँदैछ र त्यो रणभूमि बनाउनुहुन्छ। हाम्रो स्वाभिमान हो। अनि यो देश भनेको त प्राकृतिक स्रोत साधनले उपयुक्त ठाउँ। अस्ति 61 वा देशमा फर्स्ट भएको, त्यहीँ लेक त त्यहीँ आउल छ। यो श्रीनगरको त्यो म त फौजी नाताले भारतको स्वर्ण श्रीनगर भन्छ। श्रीनगरबाट त्यो दुनियाँभरको त्यो चिजहरू लिएर हाम्रो केटाहरू 50-60 हजार अब अझै भारतमा छ। त्यो छुट्टी आउँदा त्यहाँबाट त्यो बिरुवाहरू ल्याउनु पर्यो, भएन भने हर्क साम्पाङको प्लानिङमा फेरि त्यो जान्छ। टिवाई ड्युटी म गएर ल्याउँछु, यो अरू थुप्रै छ साथीहरू गरे। अब म त यति पनि भन्छु, त्यहाँ यो आनन्दनागतिर यताउति त्यो माछा क्या, त्यत्रो हिलमा माथि शेर कप चितामा यसरी पोखरीमा फुटाएर त्यो भित्रबाट माछा हामी चोडी खान्थ्यौँ। अब गोर्खाली मान्छे चाहिँ त्यो यस्तो, अब त्यहाँ आनन्दनागमा उनीहरूले त्यो पानीको देउता भन्छ, कसैले माछा खाँदैन। तर यत्रो माछा त्यो कुलेसो घर वरिपरिको त्यो कुलेसोतिर खलल पानी बग्दा गठ माछाहरू बाहिर। अनि त्यो राखा बाङदेल ऐसेल गोर्खातिर त्यो खालको अब यहाँ खोलाको माछा कहिले बढ्दैन। अब त्यो कसरी बढ्छ? त्यो खालको कतै हवाईजहाजले 1 टुममा त्यहाँ लगेर त्यहाँ त्यो बीजहरू हालेर त्यहाँ पनि उत्पादन। हाम्रो त तराईमा मात्रै माछा त हुन्छ, लेकमा त्यस्तोहरू लेकमा हुने माछाहरू छ हजुर। त्यो भनेपछि देशमा अथाह सम्भावना छ वास्तवमै। दर्शकवृन्द, वास्तवमा नेपाल गरिब छैन, गरिब छँदै छैन। नेपाललाई गरिब बनाइएको हो। र किन भोकै तिर्खै प्यासै र एकदम गरिब देखिएको नेपाली जनताहरू भन्दाखेरि यहाँ गरिब बनाउने काम भयो, षड्यन्त्र गर्ने काम भयो। र आर्मी जो मेजर साहब हुनुहुन्छ, उहाँको सुधार मेजर हुनुहुन्छ कि देशमा बरु भोक लाग्न सक्छ, लुगा लाउन नसकिएला, तर देश बचाउनुपर्छ, स्वाभिमान बेच्नु हुँदैन भन्ने उहाँ यस्तो कडा सिद्धान्त र परिपक्व व्यक्तित्वले आज हामीलाई एकदम एउटा ज्ञान दिनुभएको छ। अन्तमा जाँदा जाँदै तपाईँले हर्क साम्पाङलाई के भन्न चाहनुहुन्छ र नेपाली जनताहरूलाई के भन्न चाहनुहुन्छ दाजु? अब विशेष गरेर म नेपाली इष्टमित्रहरू, नरनाताहरू, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सबै नरनाता दर दाजुभाइ सबैलाई म के भन्न चाहन्छु भने एकपल्ट माटोमा खोजेर माटोमा भोट दिनु होला। किनभने हर्क साम्पाङले नै यो देशको हितको लागि खाका कोर्नु सक्नुहुन्छ होला। र मलाई कुनै लोभ लालचा छैन। म सुधार मेजर, भारत सरकारबाट सुधार मेजरको पेन्सन खाँदैछु। मेरो परिवार, मैले बत्ता कुनै सम्पत्ति कमाउनु केही छैन, सबै आफ्नो आफ्नो ठाउँ भइसकेको मान्छे। अनि मैले भनेको इमान्दारिताको साथमा भारत सरकारले दिएको पेन्सन खाँदै देशको सेवा गर्न चाहन्छु। र यो देश पनि भारत सरकार जस्तो धनी, चाइना सरकार जस्तो धनी र अमेरिका जस्तो धनी हुनु भएको मैले पनि देख्न पाऊँ र शान्ति तरिकाले मर्न पाऊँ। र म के भन्न चाहन्छु भने यो देशको हितको लागि चाहिँ आपत विपदकालीन कुनै भूकम्प आयो, भोकमारी कुनै केही भयो भने चाहिँ म के गर्न विचार छ भने पल्टनको हिसाबले
सिओ साहब कमान्डिङ अफिसर चाहिँ बाबु भन्छ भने सुबेदार मेजर आमा भन्छ, त्यो आमाको काम गर्न चाहन्छु। इनकेस त्यस्तो भोकमारी केही देशमा सङ्कटकालीन स्थिति आयो भने यो पूर्व मेचीदेखि पश्चिम महाकाली भूपू सपरिवारहरूको मसँग एड्रेस छ। हामी यो के भन्छ युनाइटेड एक्स सर्भिसमेन पुलिस वेलफेयर फेडरेसन अफ नेपालको सङ्गठन गर्दै जाँदा हामीले के गर्न चाहन्छु भने उहाँहरूसँग म रिक्वेस्ट गर्छु कि त्यस्तो खालको स्थिति आयो भने हरेक महिना 1 ब्याग चामल 1-2 हजार पैसा हरेक गाउँको हरेक ठाउँमा भूपू नभएको ठाउँ छैन, गाउँ छैन, हर्क साम्पाङ भोकमारी गोदाम भोकमारी मुक्त, हजुर भोकमारी गोदामै भनेर हरेक जग्गामा रिक्वेस्ट गर्न सक्छु। जस्तो मैले आफ्नो पेन्सन मार्फत 25 केजी चामल महिनामा दिन सक्छु। यस्तै सबै साथीहरूले देला। भूपू मात्र नभएर यो ठाउँको यो देशको अमिर मान्छे कति त गरिबहरू उनीहरूले खाओस्। म त यसो पनि भन्छु, मैले पनि किनेर खानुपर्छ भने म 3000 को 1 ब्याग चामल दिन्छु भने 1000 मा फेरि त्यही चामल किनेर फेरि म खान्छु। त्यो गर्नाले के हुन्छ भने एउटा सेवाको भावना, देशको थुप्रो कुरा हुन्छ यसमा। र यो पार्टीले यस्तो खालको राम्रो काम गर्नुपर्छ अनि हर्क साम्पाङले गर्छ। त्यो खालको व्यक्ति भएको कारण म उहाँलाई पछ्याएको हो। सबैले यो कुरालाई मनन गरौँ र एकपल्ट हाम्रो देश नेपालमा पनि भोट हाल्नु जानौँ। भोट हाल्नु जानिएन भने सधैँको जस्तो हुन्छ। यो भनेको चाहिँ देशको खाका कोर्नुको लागि जाने ग्रुप हो। त्यो लिडर चाहिँ एबल लिडर चाहिँ म कसैलाई असर नपरोस्, विज्ञ व्यक्तिहरू कुनै कोही पनि होलान्, तर यो चाहिँ हर्क साम्पाङै मात्रै ठिक छ यो देशको लागि। अडान लिनु सक्ने, काम लाउनु सक्ने, मिसन भिजन गो प्रिन्सिपल गोल एचिभमेन्ट गर्न सक्ने एउटा ट्रु लिडर अनि एकदम पारदर्शी निर्भीक भएर उभिने एकमात्र हर्क साम्पाङ हुन्छ। अब जस्तो यो भूपूहरूको पनि एउटा पार्टी छ, उहाँहरूलाई म के भन्नु चाहन्छु हो हुनु त चिफ अफ द आर्मी स्टाफदेखि लिएर अब यो बिचको जो जर्नल, लेफ्टेनेन्ट जनरल, कर्नल, यो के भन्छ ब्रिगेडियर जनरल, के थुप्रो यत्रो टाउको बुद्धि छ नि त, बुद्धि ब्रेन। यस्तै डिआइजी, आइजी, आइजिबिपीहरू सबै बरु हर्क साम्पाङ आउनु, तर हर्क साम्पाङको हुकुम मान्नुपर्छ, सल्लाह दिने। राम्रो मान्छेलाई राम्रै भन्नुपर्छ। म ठुलो भनेर मयुङ भएर त्यो गऱ्यो भने यही कारणले नेपालमा आर्मीहरू त एब्सोल्युट हुन्छ नि त, चेन अफ कमान्डमा चलेर आएको हुन्छ। बिल्कुल बिल्कुल। त्यसले गर्दाखेरि हर्क साम्पाङलाई बढी विश्वास आर्मीहरूले गर्छ। ल समय र संवादका लागि यहाँलाई धन्यवाद छ। धन्यवाद धन्यवाद। हस् त दर्शकवृन्द, तपाईँहरू हामीसँग बनिरहनुहोस् र त यो तपाईँलाई के लाग्छ आजको कुराकानी, यसको प्रतिक्रिया पनि राख्नुहोस् र भिडियो सक्दो सेयर गर्नुहोस्। नमस्कार।